जाडो महिना अनि आज छुट्टीको दिन हामी दुईजना बुढाबुढी लाग्यौँ पिकनिक खान। पिकनिक पनि यस्तो कि घरमा टक्क खाना बनाएर टिफिनहरूमा हालेर झोलामा हालेर नजिकैको पार्कमा, नजिकै पनि कति नजिक भने लगभग 1-1.5 घन्टा जस्तो गाडीमा लाग्ने, लगेर बुढो कति ह्यान्डसम देखिएको भन्दै भिडियो खिच्दै कि बाटोमा यो चाहिँ फार्म हो, ठुल्ठुलै यो पानी हालिराखेको छ यहाँनिर। अनि त्यो रातो रातो फलेको चाहिँ सरगम भन्दो रहेछ, हामीले चाहिँ कोदो भन्थ्यौँ सुरुमा चाहिँ, तर सरगम अरे सरगम। फेरि बुढो कति ह्यान्डसम देखियो, हेर त गीत गाएको त कति सुहाएको भन्दै बुढीले फेरि भिडियो खिच्दियो। नाइ के बुढी नाइ भयो पो भन्छु, मलाई लाज लाग्छ क्यामेरा भन्छु मान्ने होइन, तर पनि बुढीले खिच्दिएको र हाम्रो गन्तव्य अगाडि बढिरह्यो र हामी पुग्यौँ हाम्रो डेस्टिनेसनमा। म के भन्छ यसलाई, झोला सबै कुम्लो के बोकेर लागेँ। झोलामा खानेकुरा छ, त्यसपछि त्यो हाम्रो कुर्चीहरू लागेर लिएर चाहिँ सेटअप गर्न लागेँ र सेटअप यस्तो देखियो। र हामी लाग्यौँ एकछिनपछि खाना खान, जुन हामीले घरबाटै बनाएर लिएर गएका थियौँ। टक्क खाना खाइयो, खाना खाइसकेपछि घाम ताप्दै, जाडो दिन थियो तर घाम यस्तो दामी मजाको मौसम थियो कि मस्त घाम ताप्दै बुढाबुढी गफ लाउँदै बसियो। मस्त गफ गरिसकेपछि कति गफ गर्नु बुढी, घर पनि गफ गरे बाहिर आएर नि गफै गरे भनेर मैले भयो बुढी भयो अब गफ नगरौँ, धेरै भयो, अब एकछिन ड्रोन उडाउनुपर्छ भनेर हामी लाग्यौँ ड्रोन उडाउनतर्फ। ड्रोन उडाइयो, बुढाबुढीको यसो फिल्मी सिन पोज खिच्न खोजेको, मिल्दैन, कसरी मिल्थ्यो, प्रो त होइन नि त सिसन बानिया जस्तो। त्यसपछि यसो भिडियो खिच्न ट्राई गरेँ। यो चाहिँ क्यानिया गर्ज ड्याम भन्छ, जर्ज हो कि गर्ज हो मलाई थाहा छैन होइन, इङ्ग्लिस राम्रो आउँदैन। अनि सानसानो पाहाडहरू नजिकै थियो जहाँ चाहिँ हामी एक दिन हाइकिङ जाने प्लान गरिराखेका छौँ, त्यो पनि भिडियो आउँछ ड्रोनबाट। त्यहाँको लेक र वरिपरिको पार्कको भ्यू चाहिँ यत्तिको देखियो, मौसम राम्रो थियो, पानी निलो देखियो। र यो हो फुच्चेको काटु, र यो चरा हेर्दा काग जस्तो देखिन्छ तर खतरनाक म्यागपाई हो है। र फेरि हामी लाग्यौँ हाम्रो बाटोतर्फ लाग्दै गर्दा फेरि हामीले बाटोमा के देख्यौँ भन्दा फेरि निस्किँदै गर्दा यी हाम्रा बेबी कङ्गारू नेपालीमा कङ्गारू भन्छ होइन, अङ्ग्रेजीमा चाहिँ यहाँको खैरीहरूले क्याङ्ग्रु भन्दो रहेछन्। सुरुमा नबुझेर हैरान, फेरि अहिले चाहिँ बानी पऱ्यो क्याङ्ग्रु भन्छु, म पनि कङ्गारू भन्न छोडिसकेँ। त्यसपछि हामी लागियो हाम्रो गन्तव्यतिर। हामी चाहिँ अब बिस्तारै साँझ पर्न लागेपछि हामी घर फर्किने तयारीमा। त्यहाँ पार्कबाट सबै कुरा कुम्लो प्याक गरेर, कुम्लो अर्को के शब्द भन्थ्यो बिर्सेँ हो, ट्याक्क त प्याक गरेर हामी निस्क्यौँ घरतिरको यात्रामा। यसरी घरतिर निस्कियो र बाटोमा देखियो यो चरा। म तपाईँहरूलाई एउटा प्रश्न सोध्छु, कमेन्टमा लेख्नु होला, यो चराको नाम के हो? कुनै बेला अस्ट्रेलियन सरकार र यो चरा बिच युद्ध हुँदा अस्ट्रेलियन सरकारका सैनिक सेनाहरू जो यो चरासँग लड्न निस्केका थिए उनीहरू हारेका थिए। र एउटा क्लू पनि दिन्छु, यो चरालाई अस्ट्रिच भनिँदैन, यो चराको नाम अस्ट्रिच होइन। कमेन्टमा लेख्नु होला जान्नेले है। र लागियो बाटोतिर फेरि बाटोमा हिँड्दै गर्दा स्पिडमा हिँड्ने बेला फेरि बाटैमा आउनुहुन्छ गौमाता। एकछिन बाबु एकछिन हल हतार नगर, बिस्तारै जाऊ भन्दै म यसरी सुइँ हिँडिरहेको छु। बाटोमा हतार नगर ल बाबु, एकैछिन म बाटो काट्छु भन्दै गौमाताजी बाटोमा निस्किनुहुन्छ। मैले पनि अब हतार गर्ने कुरो भएन, लौ न त लौ, तपाईँ बाटो काट्दै गर्नुहोस्, म गइहाल्छु नि त भनेर जानुहोस् बिस्तारै ल, धन्यवाद बाटो छोडिदिएकोमा। र यति भन्दै घाम अगाडि नै परे, आँखा देखिएन, तर
हिँडियो घरतिर। यससँगै आजको दिन हाम्रो यसरी नै बित्यो। बाँकी भिडियो यो भिडियो मन पराएमा बाँकी भिडियो अर्को भिडियो लिएर आउने कुरो हुन्छ, नत्र खल्ली बल्ली म भ्लगर होइन भन्दै आजको भिडियो सकियो। धन्यवाद।